साथीहरु नमस्कार। आजको भिडियोमा यहाँहरुलाई स्वागत छ। तपाई हेर्दै हुनुहुन्छ एजुकेसन नेपाल युट्युब च्यानल र म तपाईहरुको साथमा राजेश नाथ योगी। साथीहरु आजको भिडियोमा हामीहरु सैन्य पदको लागि नेपाली सेनाको चाहिने शारीरिक तथा शैक्षिक योग्यताको बारेमा तपाईहरुलाई जानकारी दिनेछौं। यसको लागि हामीहरुलाई सैन्य पदको लागि तपाईहरु पनि तयारी गर्दै हुनुहुन्छ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि तपाईहरु पनि तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। साथीहरु स्किप नगरेर हेर्नु होला। साथीहरु यसमा न्यूनतम शैक्षिक योग्यता र शारीरिक योग्यताका बारेमा एक्सप्लेन गरेका छौं। तपाईहरु हेर्न सक्नुहुन्छ। यसमा भिडियो हेर्नुभन्दा पहिले तपाईहरु भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब, साथीलाई शेयर र यस्तै अन्य भिडियोहरुको लागि कमेन्ट गर्न नभुल्नु होला। तपाईहरुको पनि भविष्यमा गएर नेपाली सेनाको सैन्य पदमा भिड्ने इच्छा अथवा सपना छ भने त्यसमा हामीहरुले तपाईलाई जानकारी दिने प्रयास गरिरहेका छौं। साथीहरु हेर्न सक्नुहुन्छ नेपाल सेनाकै दरबन्दी आह्वान गरिएको यो सूचनाबाट यसमा सबभन्दा पहिले न्यूनतम शैक्षिक योग्यता रहेको छ। साथीहरु शैक्षिक योग्यताहरुको लागि तपाईले कक्षा 8 पास गरेको हुनुपर्ने छ र कक्षा 9 र 10 को उत्तीर्ण हुनेले पनि कक्षा 8 उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर आउनुपर्ने छ। एसएलसी, एसएससी वा सोभन्दा माथिको शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेहरुले कक्षा 8 एसई सहितको सो माथिको सबै योग्यता प्रमाणपत्र प्रतिलिपिहरु बुझाउनु पर्ने छ। तपाईहरु न्यूनतम जीपीए चाहिँ 2 अनिवार्य हुनुपर्ने र कुनै विषयमा D+ भन्दा कम नहुनु पर्ने रहेछ। शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरुलाई माथिल्लो शैक्षिक योग्यता अथवा +2 को उसमा तपाईहरुलाई जीपीए 2, CGPA 1.6 अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम नहुनु पर्ने रहेछ। त्यो भन्दा +2 को हकमा न्यूनतम जीपीए 2 वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। मूल प्रमाणपत्रमा जीपीए 1.6 वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। यसमा अब साथीहरु यो रह्यो तपाईको शैक्षिक योग्यता न्यूनतम। अब तपाईको शारीरिक योग्यता पुरुषको हकमा 5 फिट 3 इन्च तपाईको हाइट उचाइ हुनुपर्ने छ। साथीहरु महिलाको हकमा 5 फिट मात्र छ। पुरुषको हकमा 50 किलो वेट तौल भने महिलाको हकमा सिर्फ 40 किलो तौल भए पुग्छ। यो न्यूनतम तौल हो अनि न्यूनतम उचाइ पनि। यो भन्दा तलकोले भिड्न पाउनुहुन्न। यो आँखाको हकमा चस्मा प्रयोग